हेलो साथीहरु, स्वागत छ है त मेरो एकदम नयाँ बिल्कुलै नयाँ भिडियोमा स्वागत छ तपाईहरुलाई। म चाहिँ आज नयाँ ठाउँमा बिल्कुलै नयाँ ठाउँमा घुम्न आएको छु। आज हेर्नुस् त म मोक्पोको एउटा यस्तो ठाउँमा घुम्न आएको छु एकदम भक्कर नयाँ घुम्नको लागि बनाएर रहेछ टुरिस्टहरुको लागि। अनि तपाईहरुलाई देखाउँछु है, हेर्नुस् त यो कुन ठाउँ हो, यस्तो दामी छ मोक्पो स्काई वाक। यो भर्खर बनाएको हो, पहिला थिएन। पहिला हामी आउँदाखेरि यहाँ केही थिएन, यो स्काई वाक केही थिएन। अहिले यस्तो दामी बनाएर रहेछ क्या टुरिस्टहरुको लागि। लोकल टुरिस्टहरु भरिभर हुन्छन् बिदाको दिन, तर आज चाहिँ बिदाको दिन नभएको कारणले सुनसान छ यहाँ चाहिँ। के अरे अन्त उता केबल कार पनि छ। यो केबल कारमा चाहिँ मैले एकपल्ट चढेको छु लगभग 4-5 वर्ष पहिला। त्यहाँ रेस्टुरेन्टहरु रहेछ चारवटा। तपाईँको इन्ट्री गेट भइहाल्यो। मान्छे कोही छैनन् खासै, यस्तो छ। समुद्रको किनारमा बनाएको छ यो स्काई वाक। तपाईहरु पनि कोरिया हुनुहुन्छ भने हेर्न आउनु सक्नुहुन्छ। यदि हेर्न मन आउनु इच्छा छ भने, हेर्न मन छ भने म तपाईहरुलाई एड्रेस नै हालिदिन्छु, मेन्सन गरिदिन्छु तपाईहरुलाई। नभए तपाईहरुले ककाउ म्यापमा मोक्पो स्काई वाक भनेर सर्च गर्नुभयो भने एड्रेस नै आउँछ तपाईहरुको त्यसमा। अन्त त्यही एड्रेसबाट आउन सक्नुहुन्छ। स्काई वाक त्यहाँ पुल पनि रहेछ दामी। पानी परिरहेको छ सिम। तपाईँको चाहिँ यो समुद्रबाट यहाँ नजिक चाहिँ बन्दरगाह रहेछ। बन्दरगाहबाट सामान बोक्ने जहाजहरू हिँड्ने रहेछ नि यताबाट। त्यो चेजुदो जाने बाटो नि यही रहेछ। अन्त त्यहाँ सामान लिएर आइरहेको रहेछ जहाजले। के सामान लिएर आउँदैछ, विदेशबाट हो कि कहाँबाट आएको हो। यहाँबाट जहाज जाने रहेछ। तपाईँको यहाँ चाहिँ सानो पौडी खेल्ने ठाउँ रहेछ यता। गरी मौसममा अब अलिअलि पौडी खेल्नु होला। स्काई वाक हेऱ्यो एक्लै भयो, साथी भयो त अलि रमाइलो हुन्थ्यो, फोटो खिचिन्थ्यो। अब एक्लै यही हो, भिडियो मात्रै हो। अब कति हेरिराख्नु अब हिँड्नु पर्यो।